नमस्कार सबैजनालाई म सोनिक साके र आज म एक हिस्टोरिकल प्लेसको बारे भ्लग बनाउन गइरहेको छु। सो हाम्रो घर नजिकैको स्वयम्भू टेम्पलमा जाउँ है त। अहिले म स्वयम्भूको अन द वे छु। अब म स्वयम्भू आइपुगेँ। यो शान्तिपुर मन्दिर हो र यसभित्र एक गुफा छ भन्ने भनिन्छ। आज चाहिँ यो ढोका बन्द रहेछ। यहाँ थुप्रै ह्यान्डिक्राफ्ट्स र पेन्टिङ्सहरूका पसल छन्। अहिले म स्वयम्भूको माथि साथीहरू के तपाईँलाई थाहा छ यो गुफाको वरिपरि 9वटा यो मुख्य अमिताभ बुद्ध हो। यो तारा भगवान हो। यो अमोघ सिद्धि बुद्ध हो। यो अछब्बे बुद्धको मूर्ति हो। यता ठुलो वज्र पनि देख्नुहुनेछ। यो वैरचन ताराको मूर्ति हो। यो मामकी तारा हो। यो रत्न सम्भव बुद्ध भगवान हो। अब अन्तिममा चाहिँ यो पण्डरा भगवानको मूर्ति हो। यहाँ थुप्रै बाँदरहरू देख्न सक्छौँ। त्यसैले स्वयम्भूलाई मङ्की टेम्पल पनि भनिन्छ। यहाँ यस्ता ढुङ्गाका थुप्रै चैत्यहरू छन्। स्वयम्भू विश्व सम्पदा सूचीमा पनि पर्दछ। धन्यवाद।